हेलो नमस्ते आनेङ हासिम निक्का। यो भिडियोमा चाहिँ मैले इपिएस टपिक परीक्षा पश्चात हुने स्किल टेस्ट इक्जामको लागि बनाएको छु है। स्किल टेस्ट परीक्षामा आफ्नो इन्ट्रोडक्सन दिनुपर्ने सेक्सन हुन्छ र त्यसको लागि चाहिँ इन्ट्रोडक्सन र इन्टरभ्यू सेक्सन हुन्छ। त्यसको लागि चाहिँ केही प्रश्न र उत्तरहरू मैले यो भिडियोमा तयार पारेको छु। पक्कै पनि तपाईहरूलाई सहयोग पुग्नेछ भन्ने आशा छ। अब इन्ट्रोडक्सन दिन सिकौं है त। आफ्नो परिचय दिनुलाई कोरियन भाषामा छागिसोगे भन्छ है। अब इन्ट्रोडक्सन सेक्सनको कुरा गर्दा हामी सबैले कुनै न कुनै ठाउँमा आफ्नो परिचय त दिएकै हुन्छौँ हैन। कोरियामा पनि हामीले त्यसै गरी दिने हो। अब फर्स्टमा चाहिँ हामीले आनेङ हासिम निक्का भनेर चाहिँ सम्बोधन गर्न सक्छौँ है, नमस्ते हेलो भनेको। त्यसपछि तपाईहरूले छौम फेप्के सुम्निदा भेटेर खुसी लाग्यो अथवा पहिलो पटक भेट भयो भनेर भन्न सक्नुहुन्छ, अथवा मान्नास फान्गाप सुम्निदा पनि भेटेर खुसी लाग्यो भन्ने नै हो, यसलाई पनि भन्न सक्नुहुन्छ। त्यसपछि उमेर भन्न सक्नुहुन्छ, छे नाइनुन मेरो उमेर चाहिँ सुमु थासत सारिमनिदा। मैले चाहिँ यहाँ इक्जाम्पलको रूपमा चाहिँ 25 वर्ष भनेर लेखेको छु। तपाईहरूले आफ्नो वर्ष चाहिँ लेख्ने हो। त्यसै गरी आफ्नो जन्ममिति भन्न सक्नुहुन्छ, छे सेङ्गिरुन छन खुबे खुसिप सामनेन युवल इसिप इरिमनिदा। यसरी तपाईहरूले आफ्नो जन्ममिति भन्न सक्नुहुन्छ। उमेरको वर्ष गन्दा चाहिँ हामीले साल लगाउँछौँ अनि ओरिजिनल सङ्ख्या युज गर्छौँ हैन। त्यसै गरी अब हामीले जन्ममिति भन्नु पर्यो भने चाहिँ अब 1993 छ, त्यसै गरी भन्ने हो छन खुबे खुसिप सामनेन। त्यसपछि अब महिनाको गणना गर्दा हामीले जनवरी फेब्रुअरीसँग वल लगाउने हो, सङ्ख्या सिनो युज गर्ने हो, युवल छ यहाँ। त्यसै गरी गतेसँग इल लगाउँछौँ र हामीले सिनो सङ्ख्या युज गर्छौँ, त्यही भएर 20 गतेलाई इसिप इल भनेर चाहिँ मैले भने। त्यसै गरी तपाईहरूले आफ्नो जन्ममिति चाहिँ यसरी भन्न सक्नुहुन्छ। त्यसपछि छे खोइहाङुन मेरो जन्म ठाउँ चाहिँ अब कुन जिल्ला हो त्यो जिल्ला भन्न सक्नुहुन्छ। छे खोइहाङुन अब मानौ कैलाली हो भने कैलाली इम्निदा भन्नु पर्यो। त्यसपछि खुरीगो अनि छनुन म चाहिँ छिगुम अहिले जोरपाटी यसवास सुम्निदा जोरपाटीबाट आए भनेर चाहिँ भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ अझै सिङ्गल हुनुहुन्छ भने छिगुम खेरहोनुन हाजी आना सुम्निदा भन्न सक्नुहुन्छ, अथवा अर्को रूपमा चाहिँ छनुन मिहो निम्निदा पनि भन्न सक्नुहुन्छ। त्यसै गरी विवाहित हुनुहुन्छ भने छनुन खिहो निम्निदा भन्नुपर्ने हुन्छ। त्यसै गरी परिवारको कुरा गर्दा तपाईले आफ्नो परिवार कतिजना छन् त्यो भन्नुपर्ने हुन्छ। मैले यहाँ चाहिँ 4 जना परिवार भनेर राखेको छु। छे खाजोगुन मोडु मेरो परिवार चाहिँ जम्मा नेमेङ इसुम्निदा 4 जना छन् भन्ने छ। त्यसै गरी पछाडिको भाग चाहिँ तपाईले भन्न मन लाग्यो भने भन्न सक्नुहुन्छ, अथवा भन्न मन लागेन भने स्किप गर्न सक्नुहुन्छ। जस्तै आबोजी हागो अमनी हागो नामडोङसेङ हागो छेगा इसुम्निदा भन्ने छ। त्यसै गरी तपाईले रुचिको कुरा पनि गर्न सक्नुहुन्छ। जस्तै छनुन ठोक्सा हागो म चाहिँ किताब पढ्न र छुक्कुरुल हानुन गसुल फुटबल खेल्न चाहिँ खाजाङ छोवा हाम्निदा सबैभन्दा मन पराउँछु भन्ने छ। त्यसै गरी तपाईहरूले अन्तिम भागमा कोरिया जानुको उद्देश्य र आएर के गर्ने योजना छ त्यो भन्नुभयो भने अझै राम्रो हुन्छ। मैले यहाँ एउटा स्याम्पल राखेको छु। तपाईहरूले तपाईहरूको आफ्नो जानुको उद्देश्य र आएपछिको योजना भन्नुपर्ने हुन्छ, अथवा यहाँ भएको भन्नुभयो भने नि भइहाल्छ। हेरौँ है त। उरी नारायणुन हाम्रो देशमा चाहिँ छुयप खिउहैगा भन्छ। रोजगारीको अवसरहरू अपर्चुनिटिजहरू चाहिँ मान्छे आन सुम्निदा धेरै छैनन्। खुरेस त्यसकारण हानगुगे खागो सिप सुम्निदा कोरियामा चाहिँ जान चाहन्छु भन्ने छ। खुरीगो अनि हानगुगे खास कोरियामा चाहिँ गएर ठोन्डो फल्गो पैसा पनि कमाउने र खिसुल्दो फेउमे सिप पनि सिक्ने र नेफारे ठोरावा नेपालमा फर्किएर आएर छागुन खोङजाङ्गुल मान्दु र सानो कारखाना बनाएर खाजो खाच्छी परिवारसँगै हेङ्बो खागे खुसी खुसी साथ सालगो सिप सुम्निदा बस्न चाहन्छु। मान्याक यदि छरुल मलाई पोबा जुसिन दामेन छानिदिनु भयो भने छोइसनुल थाहे आफ्नो चाहिँ बेस्ट दिएर एलसिमी मेहनतका साथ इरागे सुम्निदा काम गर्नेछु भन्ने छ। त्यसै गरी अन्तिम भागमा चाहिँ तपाईहरूले यगी काजी छागी सोगिरुल माछिगे सुम्निदा भन्न सक्नुहुन्छ। यो भनेको चाहिँ म चाहिँ अब मेरो परिचय सकाउँछु भनेको हो। त्यसै गरी छालफुठाक टुरिमनिदा भन्न सक्नुहुन्छ। यो भनेको चाहिँ राम्रो साथ सहयोगको अपेक्षा गर्दछु र छङमाल खाम्सा हाम्निदा धन्यवाद भनेर चाहिँ यसरी तपाईहरूले आफ्नो परिचय टुङ्ग्याउन सक्नुहुन्छ।
अब मैले स्किल टेस्ट परीक्षामा चाहिँ सोध्न सक्ने केही प्रश्न उत्तरहरू चाहिँ राखेको छु, हेरौँ है त। तपाईहरूलाई चाहिँ नाम के हो भनेर सोध्न सक्छ, सङ्घामी अत्तखे ठोइस्यो भनेर पनि भन्न सक्छ, यो चाहिँ एकदमै सम्मानित भाषा भयो। त्यसपछि इरुमी मुअसिम निक्का भनेर पनि सोधिदिन सक्छ, त्यसै गरी इरुमी मोयो भनेर पनि सोधिदिन सक्छ। र तपाईँहरूले एन्सर दिँदाखेरि छे इरुमुन मेरो नाम चाहिँ डट खाली ठाउँमा चाहिँ आफ्नो नाम अनि इम्निदा भनेर चाहिँ भन्न सक्नुहुन्छ, मेरो नाम डट हो। त्यसै गरी तपाईँहरूलाई जन्ममिति सोधिदिन सक्छ है, जन्ममिति सोध्यो भने अन्जे थिएना सुम्निक्का भनेर पनि सोध्न सक्छ, अथवा सेङ्गिरी अन्जे इम्निक्का भनेर पनि सोध्न सक्छ, अथवा सेङ्गिरी अन्जे यो भनेर पनि भनिदिन सक्छ, अथवा सेङ्नेन वरिरी अन्जे यो भनेर पनि सोधिदिन सक्छ। र तपाईँहरूले उत्तर दिँदा चाहिँ छे सेङ्गिरुन अब कति वर्ष हो, जस्तै 1993 हो भने छन खुबेक खुसिप सामनेन भनेर भन्न सक्नुहुन्छ, र जस्तै 2 महिना हो भने इवल, र 9 गते हो भने खु इरिम निदा भनेर भन्न सक्नुहुन्छ। यो चाहिँ एउटा स्याम्पल भयो। त्यसै गरी तपाईँहरूले चाहिँ आफ्नो जन्ममिति भन्नुपर्ने हुन्छ। त्यसै गरी तपाईँहरूको उमेर पनि सोधिदिन सक्छ है, उमेर सोद्धाखेरि मेत सारिम निक्का भनेर सोध्न सक्छ, अथवा नाइगा अत्तखे ठोइस्यो भनेर पनि सोध्न सक्छ, अथवा बुढापाखाहरूको उमेर सोद्धा उनीहरूले यन्सेगा अत्तखे ठोइस्यो भनेर पनि भन्न सक्छन् अथवा सोध्न सक्छन्। र तपाईँले एन्सर दिँदा चाहिँ आफ्नो उमेर भन्नुपर्ने हुन्छ। यहाँ चाहिँ मैले उदाहरणको लागि 20 वर्ष भनेको छु, छनुन सुमु सारिम निदा भन्ने छ। त्यसै गरी तपाईँहरूलाई परिवारको बारेमा सोधिदिन सक्छ, खाजोगी मेन मेङ्गिम निक्का अथवा खाजोगी मेन मेङ्गियो भनेर जसरी पनि सोधिदिन सक्छ। र जस्तै यहाँ चाहिँ मैले 4 जना भनेर राखेको छु, उत्तर दिँदा छे खाजोगुन मोडु नेमेङ इसुम्निदा भन्ने छ। यसै गरी तपाईँहरूले चाहिँ तपाईँको परिवार कतिजना छन् भन्नुपर्ने हुन्छ। त्यसै गरी तपाईँहरूलाई तपाईँहरूको जन्म ठाउँको बारेमा सोधिदिन सक्छ, सोद्धाखेरि खोइहाङुन अदि इम्निक्का भनेर पनि सोध्न सक्छ, अथवा खोइहाङुन अदियो भनेर पनि सोधिदिन सक्छ। र जस्तै तपाईँको अब कुन जिल्ला हो, तपाईँले आफ्नो जन्म ठाउँ भन्नुपर्ने हुन्छ, जस्तै कैलाली हो भने कैलाली इम्निदा भन्नु पर्यो। त्यसै गरी तपाईँहरूलाई समयको बारेमा सोधिदिन सक्छ, अब छिगुमुन मेत्सी इम्निक्का भनेर पनि सोध्न सक्छ, अथवा छिगुमुन मेत्सियो भनेर पनि सोध्न सक्छ। अनि तपाईँले उत्तर दिँदाखेरि चाहिँ बिहान हो भने ओजन भन्नु पर्यो, जस्तै यहाँ मैले 10:25 भनेको छु, त्यही भएर ओजन एलसी इसिप ओबुन इम्निदा भन्ने छ। त्यसै गरी दिउँसो भइसकेको छ भने तपाईँले ओहु भन्नुपर्ने हुन्छ, ओहु थुसी सिपुन इम्निदा भन्ने चाहिँ मैले राखेको छु। तपाईँहरूले चाहिँ त्यतिखेर कति बजेको हुन्छ त्यही समय चाहिँ भन्नुपर्ने हुन्छ। त्यसै गरी बारको बारेमा तपाईँहरूलाई सोधिदिन सक्छ है, बारको बारेमा सोद्धाखेरि ओनुरुन मुसुन्यौ इरिम्निक्का भनेर पनि सोधिदिन सक्छ, अथवा ओनुरुन मुसुन्यौ इरियो भनेर पनि सोधिदिन सक्छ। त्यसै गरी तपाईँहरूले जुन बार हो त्यही बार चाहिँ उत्तर दिनुपर्ने हुन्छ, जस्तै मैले यहाँ आइतबार भनेको छु, ओनुरुन इरियो इरिम्निदा भन्ने छ। त्यसै गरी तपाईँहरूलाई महिना अथवा गतेको बारेमा पनि सोध्न सक्छ, आजको पनि सोध्न सक्छ, हिजोको पनि सोध्न सक्छ, अथवा भोलिको बारेमा पनि सोध्न सक्छ। जस्तै आजको बारेमा सोध्नु पर्यो भने ओनुरी अथवा ओनुरुन मेदवल मेछिरिम्निक्का भनेर पनि सोध्न सक्छ, अथवा ओनुरुन मेदवल मेछिरियो भनेर पनि सोध्न सक्छ। मैले चाहिँ आजको बारेमा जस्तै उत्तर दिएको छु, जस्तै मानव 4 महिनाको 20 तारिक हो भने ओनुरुन आज चाहिँ सावल 4 महिनाको इसिप इरिम्निदा भनेर चाहिँ उत्तर दिनुपर्ने हुन्छ। त्यसै गरी तपाईँहरूले चाहिँ जुन तारिक अथवा महिना हो त्यही महिना र तारिकको उत्तर चाहिँ दिनुपर्ने हुन्छ। त्यसै गरी तपाईँहरूलाई बुवा आमा छन् त भनेर पनि सोधिदिन सक्छ, फुमोनिमी खेसिम निक्का भनेर पनि सोध्न सक्छ, अथवा फुमोनिमी खेसेयो भनेर पनि सोध्न सक्छ। अब छन् भने ने हजुर खेसिम निदा भनेर चाहिँ उत्तर दिनुपर्ने हुन्छ। त्यसै गरी तपाईँहरूलाई हेङ्जेगा मेनमेङ्गिम निक्का अथवा हेङ्जेगा मेनमेङ्गियो दाजुभाइ कतिजना छन् भनेर पनि सोधिदिन सक्छ। यसरी जतिजना हुनुहुन्छ त्यतिजना भन्नुपर्ने हुन्छ।
यहाँ चाहिँ मैले थुमेङ इस्सुम्निदा 2 जना छौँ भनेर चाहिँ राखेको छु। त्यसै गरी तपाईहरूलाई कोरियन भाषा कहाँ सिक्नुभयो भनेर पनि सोधिदिन सक्छ। यसको लागि चाहिँ हानगुङ मारुल अडिएस फ्योस सुम्निका भनेर पनि भन्न सक्छ अथवा हानगुङ मारुल अडिएस फ्योस सयो भनेर पनि भन्न सक्छ। तपाईहरूले उत्तर दिँदा हानगुगा हागो नेस कोरियन भाषाको इन्स्टिच्युटमा चाहिँ फ्योस सुम्निदा सिके भनेर चाहिँ भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई कोरियन भाषा कति समयसम्म सिक्नुभयो भनेर पनि सोधिदिन सक्छ है। यसको लागि चाहिँ हानगुङ मारुन अल्मा थोङान फ्योस सुम्निका अथवा फ्योस सयो भनेर चाहिँ सोध्न सक्छ। यसरी चाहिँ तपाईले जति सिक्नुभयो त्यति भन्नुपर्ने हुन्छ। जस्तै मैले यहाँ चाहिँ 7 महिना राखेको छु। छनुन हानगुङ मारुल छिलगेवल थोङान फ्योस सुम्निदा भनेर चाहिँ मैले राखेको छु। त्यसै गरी तपाईहरूलाई अडिएस वासुम्निका अथवा वासयो कहाँबाट आउनुभयो भनेर पनि सोधिदिन सक्छ। मैले चाहिँ यहाँ कैलालीएस वासुम्निदा भनेर राखेको छु। त्यो दिन चाहिँ तपाईहरू काठमाडौँको चाहिँ ठाउँहरू पनि भन्न सक्नुहुन्छ। जस्तै चाबहिलबाट जानु भएको छ भने चाबहिरेस वासुम्निदा भनेर पनि भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई खेरोन हेसुम्निका अथवा हेसयो भनेर विवाह गर्नुभएको छ भनेर पनि सोधिदिन सक्छ। गर्नुभएको छैन भने आनियो आजिक आन हेसुम्निदा भन्नुपर्ने हुन्छ र गर्नुभएको छ भने ने हेसुम्निदा भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी तपाईहरूलाई चाहिँ तपाईको रुचिको बारेमा पनि सोधिदिन सक्छ। छुइमिगा मोयो अथवा छुइमिगा मोसिम्निका भनेर चाहिँ सोधिदिन सक्छ। अब तपाईहरूले चाहिँ आफ्नो रुचि भन्नुपर्ने हुन्छ। मैले चाहिँ यहाँ छे छुइमिनुन मेरो रुचि चाहिँ उन्दोङ इम्निदा खेल खेल्ने हो भनेर चाहिँ राखेको छु। त्यसै गरी आफ्नो रुचि चाहिँ खेल भन्नुभयो भने मुसुन उन्दोङुल कुन चाहिँ खेल चाहिँ छुवा हासियो मन पराउनुहुन्छ अथवा छुवा हाम्निका अथवा छुवा हियो भनेर सोधिदिन सक्छ। अब तपाईलाई चाहिँ कुन खेल मन पर्छ स्पेसली त्यो चाहिँ भन्नुपर्ने हुन्छ। मैले चाहिँ यहाँ छुक्कु भन्ने राखेको छु। छुक्कुरुल छुवा हाम्निदा फुटबल मन पराउँछु भन्ने छ। त्यसै गरी तपाईहरूलाई तपाईहरूको उचाइ सोधिदिन सक्छ। खिगा मेट सेन्टिमिटर इम्निका अथवा मेट सेन्टिमिटर ययो भनेर चाहिँ सोध्न सक्छ। अब तपाईहरूको कति सेन्टिमिटर हुनुहुन्छ त्यही भन्नुपर्ने हुन्छ। जस्तै मैले चाहिँ यहाँ 6 खिनुन मेरो उचाइ चाहिँ फेक छिलसिप सेन्टिमिटर इम्निदा 170 सेन्टिमिटर छ भन्ने चाहिँ राखेको छु। त्यसै गरी तपाईहरूलाई चाहिँ तपाईहरूको तौलको बारेमा पनि सोधिदिन सक्छ। मोमुगेनुन अल्माना इम्निका अथवा अल्माना नागाम्निका भनेर सोध्न सक्छ। तपाईहरू कति केजीको हुनुहुन्छ यसरी आफ्नो तौल चाहिँ भन्नुपर्ने हुन्छ। जस्तै मैले यहाँ चाहिँ 60 केजी भन्ने लेखेको छु। छे मोमुगेनुन मेरो शरीरको तौल चाहिँ युक्सिप किलोग्राम इम्निदा 60 किलोग्राम छ भन्ने छ। त्यसै गरी तपाईहरूलाई कलरहरूको बारेमा सोधिदिन सक्छ है। मुसुन सेक्कारी छुवा हासियो अथवा छुवा हाम्निका अथवा छुवा हियो भनेर सोध्न सक्छ। अब मैले चाहिँ यहाँ पाल्गान सेगुल छुवा हाम्निदा रातो रङ चाहिँ मन पराउँछु भन्ने लेखेको छु। यसरी तपाईहरूले चाहिँ कुन रङ मन पराउनुहुन्छ भन्नुपर्ने हुन्छ। त्यसै गरी तपाईहरूलाई छिगबी मोसिम्निका अथवा छिगबी मोयो भनेर पनि सोधिदिन सक्छ। मैले चाहिँ यहाँ छनुन यौरिसा इम्निदा म चाहिँ कुक हुँ भनेर लेखेको छु। तपाईहरूले चाहिँ तपाईहरूको पेसा भन्नुपर्ने हुन्छ। त्यसै गरी तपाईहरूलाई अडिए साम्निका कहाँ बस्नुहुन्छ अथवा सारायो भनेर पनि सोधिदिन सक्छ। काठमाडौँको ठाउँ भन्नुहुन्छ भने जस्तै मैले चाबहिल काठमाडौँ साम्निदा भन्ने लेखेको छु। त्यसै गरी तपाईहरूले चाहिँ कुन ठाउँमा बस्नुहुन्छ त्यही ठाउँ भन्नुपर्ने हुन्छ। त्यसै गरी अब नुगुहान्थे साम्निका अथवा सारायो भनेर पनि सोधिदिन सक्छ। अब परिवारसँग बस्नुहुन्छ भने खाजो खागो खात्सी साम्निदा भनेर भन्नु पर्यो। एक्लै बस्नुहुन्छ भने छनुन होन्जा साम्निदा म चाहिँ एक्लै बस्छु भनेर पनि भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई चाहिँ उन्जन हालजुल आम्निका अथवा आरायो गाडी चलाउन आउँछ त भनेर पनि सोधिदिन सक्छ। आउँछ भने ने हजुर उन्जन हाल्सु इस्सुम्निदा चलाउन सक्छु भन्नु पर्यो। गाडी चलाउन आउँदैन भने आनियो मोरुगेस सुम्निदा होइन आउँदैन भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी तपाईहरूलाई हानगुक उम्सिगुन कोरियन खाना मगुन्जगी नायो इस्सुम्निका अथवा इस्सयो खानुभएको छ त भनेर पनि सोधिदिन सक्छ। अब छैन भने आनियो होइन
आजिक आन मगज सुम्निदा अझै खाएको छैन भनेर भन्नु पर्यो। यदि खानु भएको छ भने ने हजुर मगज सुम्निदा खाएको छु भनेर भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई चाहिँ ऋतु सोधिदिन सक्छ। मुसुन खेजरुल छोवा हाम्निका अथवा छोवा हियो भनेर सोधिदिन सक्छ। मैले चाहिँ यहाँ फोमुल छोवा हाम्निदा वसन्त ऋतु मन पराउँछु भन्ने लेखेको छु। त्यसै गरी तपाईहरूले जुन ऋतु मन पराउनुहुन्छ त्यही भन्न सक्नुहुन्छ। त्यसै गरी ठोङसेङ्गी इस्सयो अथवा इन्नायो अथवा इस्सुम्निक्का भाइ बहिनी छन् त भनेर पनि सोधिदिन सक्छन्। अब मैले चाहिँ यहाँ 2 जना भन्ने लेखेको छु। तपाईहरूले चाहिँ आफू कतिजना हुनुहुन्छ त्यही भन्नुपर्ने हुन्छ। यहाँ चाहिँ मैले ने थुमेङ इस्सुम्निदा हजुर 2 जना चाहिँ छौँ भन्ने चाहिँ लेखेको छु। त्यसै गरी तपाईहरूलाई थारुन नाराए अरू देशमा चाहिँ यहेङ भ्रमणमा खाबुनजगी इस्सुम्निक्का अथवा इस्सयो जानुभएको छ त भनेर चाहिँ सोधिदिन सक्छ। अब मैले चाहिँ यहाँ इन्डियाको लेखेको छु। छ भने यसरी ने हजुर इन्डोए खाबुनजगी इस्सुम्निदा इन्डियामा गएको छु भन्ने छ। छैन भने अब तपाईहरूले छैन भन्नुपर्ने हुन्छ। त्यसै गरी अत्तन इरुल हेन्नायो अथवा हेस्सुम्निक्का तपाईले कुनै काम गर्नुभएको छ त भनेर पनि सोधिदिन सक्छ। मैले चाहिँ यहाँ खेतीपाती भनेर लेखेको छु। ने हजुर नोङसाइरुल हेस्सुम्निदा खेतीपातीको काम चाहिँ गरेको छु भन्ने छ। त्यसै गरी तपाईहरूले कुनै काम गर्नुभएको छ भने भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई हानगुग नुङनेक्सी हमे मेच्चम नावा सुम्निक्का इपिएस टपिक परीक्षामा चाहिँ कति अङ्क ल्याउनु भयो भनेर पनि सोधिदिन सक्छ। 100मा 100 हान्नु भएको छ भने फेक्चम नावा सुम्निदा 100 अङ्क ल्याए भनेर भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई हेन्जे अहिले थ्याहानमिनको गणतान्त्रिक कोरियाको इन्गुनुन जनसङ्ख्या चाहिँ मेनमेङ्गिन गायो अथवा मेनमेङ्गिम निक्का अथवा मेनमेङ्गियो भनेर पनि सोधिदिन सक्छ। अब तपाईहरूले चाहिँ ओछनमान मेङ जङ्दो इम्निदा 5 करोड जति छ भनेर चाहिँ भन्न सक्नुहुन्छ। त्यसै गरी थ्याहान मिनगुगे गणतान्त्रिक कोरियाको खुङमिन खायो अथवा नोरेनुन राष्ट्रिय गीत चाहिँ मुवसिमनिक्का अथवा मुवसियो के हो भनेर पनि सोधिदिन सक्छ। तपाईहरूले एगुक्का इम्निदा एगुक्का हो भनेर चाहिँ भन्नुपर्ने हुन्छ। त्यसै गरी थ्याहान मिनगुगे गणतान्त्रिक कोरियाको खुख्वानुन राष्ट्रिय फुल चाहिँ मुवसिमनिक्का अथवा मुवसियो के हो भनेर पनि सोधिदिन सक्छ। तपाईहरूले मुगुङवा इम्निदा मुगुङवा हो भनेर चाहिँ भन्नुपर्ने हुन्छ। त्यसै गरी थ्याहान मिनगुगे गणतान्त्रिक कोरियाको सुडोनुन राजधानी चाहिँ मुवसिमनिक्का अथवा मुवसियो के हो भनेर पनि सोधिदिन सक्छ। तपाईहरूले चाहिँ सौल इम्निदा सौल हो भनेर चाहिँ भन्नुपर्ने हुन्छ। त्यसै गरी तपाईहरूलाई थ्याहान मिनगुगे गणतान्त्रिक कोरियाको नारासेनुन राष्ट्रिय चरा मुवसिमनिक्का अथवा मुवसियो के हो भनेर पनि सोधिदिन सक्छ। अङ्ग्रेजीमा म्याकपाई भन्छ है। काछी इम्निदा काछी हो भनेर चाहिँ भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई हानगुगे कोरियाको छन्थोङ ओसुल परम्परागत कपडालाई चाहिँ मोरागो हाम्निक्का अथवा हेयो के भनेर भनिन्छ भनेर पनि सोधिदिन सक्छ। हानबोगिरागो हाम्निदा हानबोग हो भनेर चाहिँ भन्नुपर्ने हुन्छ। त्यसै गरी तपाईहरूलाई चाहिँ ओनुल नाल्सिगा आजको मौसम चाहिँ अत्तसुम्निक्का कस्तो छ भनेर पनि सोधिदिन सक्छ। अब मौसम सफा छ भने माघसुम्निदा भन्न सक्नुहुन्छ। चिसो छ भने छुपसुम्निदा भनेर भन्न सक्नुहुन्छ। बादल लागेको छ भने हुरिम्निदा भनेर भन्न सक्नुहुन्छ र गर्मी छ भने थपसुम्निदा भनेर भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूले मेजरमा चाहिँ भर्नु भएको छ भने अलिकति नाप सम्बन्धी कुराहरू पनि सोधिदिन सक्छ। जस्तै इल मिथनुन 1 मिटरमा चाहिँ मेट सेन्टिमिटर इन गायो अथवा मेट सेन्टिमिटर इम्निक्का भनेर 1 मिटरमा चाहिँ कति सेन्टिमिटर हुन्छ भनेर सोधिदिन सक्छ। अब 1 मिटरमा कति हुन्छ त 100 हुन्छ। त्यही भएर तपाईँहरूले फेक सेन्टिमिटर इम्निदा 100 सेन्टिमिटर हुन्छ भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी तपाईँहरूलाई इल खिल्लो गुरेमुन 1 किलोग्राममा चाहिँ मेट खुरेम इन गायो अथवा मेट खुरेम इम्निक्का कति ग्राम चाहिँ हुन्छ भनेर पनि सोधिदिन सक्छ। अब 1 केजीमा कति ग्राम हुन्छ त 1000 ग्राम। त्यही भएर तपाईँहरूले छन खुरेम इम्निदा 1000 ग्राम चाहिँ हुन्छ भनेर भन्नुपर्ने हुन्छ। यसरी तपाईँहरूले मेजरमा भर्नु भएको छ भने नाप सम्बन्धी अरू कुराहरू जस्तै मिलिमिटर सेन्टिमिटरको कुराहरू जानिरहनु भयो भने राम्रो हुन्छ।
त्यसैगरी तपाईहरूलाई कुमी इस्सुम्निक्का तपाईको केही सपना छ त अथवा अटन कुमी इस्सुम्निक्का कस्तो सपना छ भनेर पनि सोधिदिन सक्छ। अब मैले चाहिँ यहाँ ने इस्सुम्निदा हजुर छनुन म चाहिँ मिरे भविष्यमा ठोनुल पैसा चाहिँ मानी धेरै फरस कमाएर साप कागा व्यापारी चाहिँ थोइगो सिप सुम्निदा हुन चाहन्छु भन्ने लेखेको छु। यसैगरी तपाईहरूले यही भन्दा पनि हुन्छ अथवा आफ्नो सपना चाहिँ के छ त्यो भन्नुभयो भने हुन्छ। त्यसैगरी तपाईहरूलाई हानगुगे वै खागु सिप सुम्निका अथवा सिफयो कोरियामा किन जान चाहनुहुन्छ त भनेर पनि सोधिदिन सक्छ है। अब तपाईहरूले इन्ट्रोडक्सनको लास्ट पार्टमा भने जसरी भन्न सक्नुहुन्छ हानगुगे खास कोरियामा चाहिँ गएर ठोन्दो फल्गो पैसा पनि कमाउने र खिसुल्दो फेउमे सिप पनि सिक्ने र नेफारे ठोरावा नेपालमा फर्किएर आएर छागुन खोङजाङ्गुल मान्दु र सानो कारखाना बनाएर खाजो खाच्छी परिवारसँगै हेङ्बो खागे खुसी खुसी साथ सालगु सिप सुम्निदा बस्न चाहन्छु भनेर भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईहरूलाई हानगुगे खामेन कोरियामा जानुभयो भने मुसुन इरुल हागु सिप सुम्निका कुन चाहिँ काम गर्न चाहनुहुन्छ अथवा सिफयो भनेर पनि सोधिदिन सक्छ। अब तपाईहरूले छेजो अपचोगेस इरुल हागु सिप सुम्निदा उत्पादन क्षेत्रमा काम गर्न चाहन्छु भनेर भन्न सक्नुहुन्छ। म्यानुफ्याक्चर हो भने अथवा अर्को फिल्डमा हो भने त्यसै अनुसार भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईहरूलाई हानगुगेस कोरियामा सायोङ हाल्सु इन्नुन प्रयोग गर्न सक्ने छागेगी इन्नायो योग्यता अथवा क्वालिफिकेसन छ त अथवा इस्सुम्निक्का भनेर सोधिदिन सक्छ। अब तपाईहरूसँग केही छ भने भन्ने छैन भने आनियो अप्सुम्निदा होइन छैन हाजिमान तर पनि येलसिमही मेहनतका साथ इरहाल्सु इन्नुन काम गर्न सक्ने छासिनी इस्सुम्निदा विश्वास अथवा कन्फिडेन्स छ भनेर चाहिँ भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईहरूलाई मोमी आफूमेन शरीर दुख्यो भने अथवा बिरामी हुनुभयो भने अदिए खाया हाम्निक्का कहाँ जानुपर्छ अथवा खाया हेयो भनेर सोधिदिन सक्छ। अब हामीले चाहिँ फेङ्गोने खाया हाम्निदा अस्पतालमा जानुपर्छ भनेर भन्नुपर्ने हुन्छ। त्यसैगरी तपाईहरूलाई यो जुम आजभोलि मुसुनिरुल हास्यो अथवा हाम्निक्का कुन चाहिँ काम गर्नुहुन्छ भनेर सोधिदिन सक्छ। अब तपाईहरूले चाहिँ अब केही काम छ भने भन्ने होइन भने छनुन म चाहिँ हानगुगे खाल कोरिया जाने छुनबिरुल हागो इस्सुम्निदा तयारी गरिरहेको छु भनेर भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईहरूलाई होइसाए कम्पनीमा अथवा खोङजाङ्गे कारखानामा इरी मानुमेन काम धेरै भयो भने अतखे हालको यो अथवा हालकम्निक्का कसरी गर्नुहुनेछ भनेर पनि सोधिदिन सक्छ। मैले चाहिँ यहाँ स्याम्पलको लागि एउटा एन्सर लेखेको छु। यसरी भन्दा पनि हुन्छ अथवा तपाईहरूले आफ्नो स्टाइलमा भन्दा पनि हुन्छ। मैले चाहिँ यहाँ इरुल सिखिनुन्डेरो काम चाहिँ निर्देशन गरे अनुसार पाली पाली हागु छिटो छिटो गर्छु र फिर्यो हादामेन आवश्यक पर्यो भने यन्जाङ खुनमुदो थप काम पनि हाल कम्निदा गर्नेछु भनेर चाहिँ आन्सर लेखेको छु। त्यसैगरी तपाईहरूलाई छाग फादागा काम गर्दै गर्दा सागोगा नामेन दुर्घटना भयो भने अतख्या हालको यो कसरी गर्नुहुनेछ अथवा हालकम्निक्का भनेर पनि सोधिदिन सक्छ। अब तपाईहरूले चाहिँ खुन सोरिरो ठुलो स्वरमा येफे छेउको ठोङ्नेउरुल सहकर्मी साथीलाई चाहिँ फुरुगे सुम्निदा बोलाउने छु भनेर पनि भन्न सक्नुहुन्छ अथवा अर्को स्टाइलमा पनि एन्सर दिन सक्नुहुन्छ। त्यसैगरी तपाईहरूलाई चाहिँ इरुल हादागा काम गर्दै गर्दा सिलसुरुल हामेन गल्ती गर्नुभयो भने अथवा छाल्मो ठेसुमेन अतख्या हालको यो अथवा हालकम्निक्का कसरी गर्नुहुनेछ भनेर पनि सोधिदिन सक्छ। अब तपाईहरूले चाहिँ साङसाएगे उच्च कर्मचारीलाई चाहिँ फोगवाहागो जानकारी गराउँछु र खासी फेरि सिलसुहाजी आन्खे गल्ती नगर्ने गरी नोरे खागे सुम्निदा प्रयास गर्नेछु भनेर चाहिँ भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईहरूलाई छिकचाङ ठोङ्नेवाहागो कार्यस्थलको सहकर्मी साथीहरूसँग अटखे छिनेलको यो कसरी समय बिताउनु हुनेछ भनेर पनि सोधिदिन सक्छ। तपाईले चाहिँ सरो एक आपसमा फेरि हामेन्स ख्याल गर्दै छुलगप्के रमाइलो गरी छिनेल कम्निदा बिताउने छु भनेर भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईहरूलाई होइसाएस कम्पनीमा अटखे छिनेलको यो कसरी समय बिताउनु हुनेछ भनेर पनि सोधिदिन सक्छ। अब तपाईहरूले चाहिँ अरेउन गसी इसुमेन गाह्रो कुराहरू चाहिँ छन् भने सरो एक आपसमा चाहिँ ठौमेन्स सहयोग गर्दै छिनेगे सुम्निदा बिताउने छु भनेर चाहिँ भन्न सक्नुहुन्छ।
त्यसैगरी तपाईहरूलाई फुल्याङफुमी बिग्रेको सामानहरू चाहिँ मानुमेन धेरै भयो भने अतख्या हालकम निक्का अथवा हालक यो कसरी गर्नुहुनेछ भनेर पनि सोधिदिन सक्छ। अब तपाईहरूले चाहिँ साङसाइगे उच्च कर्मचारीहरूलाई चाहिँ फोगो हागो जानकारी गराउँछु र हेगेल फाङ बबुल समाधान गर्ने तरिका चाहिँ छाटके सुम्निदा खोज्ने छु भनेर चाहिँ भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईहरूलाई चाहिँ इरुल हादागा काम गर्दै गर्दा ह्वाचाङ सिरे खाया थोइमेन शौचालय जानुपर्ने भयो भने अतख्या हालकम निक्का अथवा हालक यो कसरी गर्नुहुनेछ भनेर पनि सोधिदिन सक्छ। अब तपाईँहरूले चाहिँ येप थोङ्ने एगे छेउको सहकर्मी साथीलाई आल्ले जुगो बताएर ठान्ने ओल्कम निदा गएर आउने छु भनेर भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईहरूलाई इरुल हादागा काम गर्दै गर्दा खिगेगा खोजाङ नामेन मेसिन चाहिँ बिग्रियो भने अथवा खिगे मेसिनमा मुन्जेगा सिङ्गिमेन समस्या उत्पन्न भयो भने अतख्या हालकम निक्का अथवा हालक यो कसरी गर्नुहुनेछ भनेर पनि सोधिदिन सक्छ। अब तपाईँहरूले चाहिँ साङसाइगे उच्च कर्मचारीहरूलाई फोगो हागो जानकारी गराएर सुरी मर्मतको लागि योछङ हागे सुम्निदा अनुरोध गर्नेछु भनेर भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईँहरूलाई होइसाइनुन कम्पनीमा चाहिँ मेच्चिकाजी कति बजेसम्ममा ठोछा खालकम निक्का आइपुग्नुहुनेछ अथवा ठोछा खालक यो भनेर पनि सोधिदिन सक्छ। अब तपाईँहरूले चाहिँ खुन्मु सिगान काम गर्ने समयको सामसिबुन छन्काजी 30 मिनट अघिसम्ममा चाहिँ ठोछा खागे सुम्निदा आइपुग्ने छु भनेर भन्न सक्नुहुनेछ। मैले चाहिँ यहाँ 30 मिनट भने तपाईँहरूले 10, 15, 20 जति पनि भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईँहरूलाई खोङजाङ्गे फुरी नामेन कारखानामा चाहिँ आगो लाग्यो भने अतख्या हालकम निक्का अथवा हालक यो कसरी गर्नुहुनेछ भनेर पनि सोधिदिन सक्छ। अब तपाईँहरूले चाहिँ फुरिया रागो आगो आगो भन्दै वैछिगो चिच्याउँछु र इलिलगुए 119मा चाहिँ सिन्गो हागे सुम्निदा रिपोर्ट गर्नेछु भनेर भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईँहरूलाई हानगुगे ठेहे कोरियाको बारेमा चाहिँ आनुन्गे इस्सयो अथवा इस्सुम्निक्का जानेको कुराहरू छन् त भनेर पनि सोधिदिन सक्छ। अब तपाईँहरूले चाहिँ आफूले जाने अनुसार भन्दा पनि हुन्छ। मैले चाहिँ यहाँ ने हजुर हानगुगुन थोङ आसियाए पूर्वी एसियामा चाहिँ विछि हामे अवस्थित छ र यक्सावा इतिहास र मुन्वागा संस्कृतिले चाहिँ फुङ्बो हामे समृद्ध छ र पारुगे छिटो छिटो रूपमा फाल्जनहान विकास गरेको चाहिँ नारायणनिदा देश हो भन्ने राखेको छु। यही भनिदिँदा पनि हुन्छ। त्यसैगरी तपाईँहरूलाई माने आफास धेरै बिरामी भएर खोङजाङ्गे कारखानामा खेलगुन हिया हामेन गैल हुनुपर्ने भयो भने अतख्या हिया हानायो कसरी गर्नुपर्छ होला अथवा अतख्या हिया हाम्निक्का भनेर पनि सोधिदिन सक्छ। अब तपाईँहरूले चाहिँ साङसाएगे उच्च कर्मचारीलाई चाहिँ छनवारुल हेर्छ फोन गरेर सासिरुल वास्तविकता चाहिँ आल्लेया हाम्निदा बताउनु पर्छ भनेर चाहिँ भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईँहरूलाई खोङजाङ्गे कारखानामा छिगा खामेन ढिलो हुनुभयो भने अतख्या हालकम निक्का अथवा हालक यो कसो गर्नुहुनेछ भनेर पनि सोधिदिन सक्छ। तपाईँहरूले चाहिँ साङसाना उच्च कर्मचारी वा फान्जाङ निम्के ग्रुप लिडरज्यूहरूलाई चाहिँ छोइसोङ हाम्निदा माफ गर्नुहोला रागो भनेर मारहागो भन्ने र थाउम बुथनुन अर्को पटकदेखि चाहिँ छिगा खाजी आन्थोरोक ढिलो नहुने गरी नोरे खागे सुम्निदा प्रयास गर्नेछु भनेर भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईँहरूलाई छिकचाङ्गे कार्यस्थलबाट वैछुरुल हिया थोइमेन बाहिर जानुपर्ने भयो भने अतख्य हिया हाम्निक्का अथवा अतख्य हिया थोइयो कसो गर्नुपर्छ भनेर पनि सोधिदिन सक्छ। अब तपाईँहरूले चाहिँ साङसाना उच्च कर्मचारी वा फान्जाङ निमे ग्रुप लिडरज्यूहरूको हरागुल अनुमतिलाई चाहिँ फाटको लिएर वैछुल हामेन थोइम्निदा बाहिर गयो भने हुन्छ भनेर भन्न सक्नुहुन्छ। त्यसैगरी तपाईँहरूलाई छिकचाङ साङसागा कार्यस्थलको उच्च कर्मचारीले योगुल हामेन गाली गर्यो भने अतख्या हालक यो अथवा अतख्या हालकम निक्का कसो गर्नुहुनेछ भनेर पनि सोध्न सक्छ। अब तपाईँहरूले चाहिँ साङसाराङ उच्च कर्मचारीसँग चाहिँ येगी हेस कुराकानी गरेर मुन्जेरुल समस्या चाहिँ फुर बोरेगो समाधान गर्ने गरी चाहिँ गर्नेछु भनेर भन्न सक्नुहुन्छ। त्यसैगरी साङसागा उच्च कर्मचारी चाहिँ ने उइगेने
हाम्रो विचारसँग चाहिँ फान्डे हामेन असहमत हुनुभयो भने अतख्या हालकम्निका अथवा हालकयो कसो गर्नुहुनेछ भनेर पनि सोधिदिन सक्छ। अब तपाईहरूले चाहिँ फान्डे हानुन इयुरुल इहे हागो असहमत हुने कारणलाई चाहिँ बुझ्छु र हाम्केसँगै हेगेल फाङ बबुल समाधान गर्ने तरिका चाहिँ छाजुल कम्निदा खोज्नेछु भनेर भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई खेइन जगिन व्यक्तिगत खुफान इल टेमुन्ने हतारको कामको कारणले छोथोइरुल हिया हाल्ते नुन चाँडै काम छोड्नु पर्ने हुँदा अतख्या हामेन थोइल्कायो कसो गर्यो भने हुन्छ होला भनेर सोधिदिन सक्छ। अब तपाईहरूले चाहिँ साङसाना उच्च कर्मचारी वा फान्जाङ निमे ग्रुप लिडर ज्यूको हरागुल अनुमति चाहिँ फाटको लिएर छोथोइरुल हामेन थोइम्निदा चाँडै काम छोड्यो भने हुन्छ भनेर चाहिँ भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई हान्गुगेस कोरियामा सायोङ हाल्सु इन्नुन प्रयोग गर्न सक्ने खिसुरी इस्सयो अथवा इस्सुम्निक्का अथवा इन्नायो कुनै सिप छ त भनेर पनि सोधिदिन सक्छ। अब तपाईहरूको चाहिँ छ भने छ, छैन भने पेल्हान खिसुरी अप्चिमान विशेष सिप नभए तापनि मुसुन इरिदुन्जी जुनसुकै काम भए पनि छारहाल्सु इन्नुन राम्रो गर्न सक्ने छासिनी इस्सुम्निदा विश्वास अथवा कन्फिडेन्स चाहिँ छ भनेर भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई इर्हादागा काम गर्दै गर्दा मुन्जेगा सेङ्गिमेन समस्या चाहिँ उत्पन्न भयो भने अतख्या हालकम्निक्का अथवा हालकयो कसो गर्नुहुनेछ भनेर पनि सोधिदिन सक्छ। अब तपाईहरूले चाहिँ थासी फेरि छिसिरुल फाटको निर्देशन लिएर सिगान्ने समयभित्रै इरुल माछिल्सु इटोरो काम सकाउन सक्ने गरी हागे सुम्निदा गर्नेछु भनेर भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई छागबी कुन्नामेन काम चाहिँ सकियो भने सायोङहान प्रयोग गरेको खोङ्गुरुल औजारहरूलाई चाहिँ सोन्जिल हेस हिफाजत गरेर अडिए ठुया हाम्निक्का कहाँ राख्नुपर्छ भनेर पनि सोधिदिन सक्छ। अब तपाईहरूले चाहिँ खोङ्गु हामिना औजार राख्ने बाकस वा खोङ्गु डे औजार राख्ने टेबलहरूमा चाहिँ ठङ्निरुल हे मिलाएर अथवा व्यवस्थापन गरेर चाहिँ ठुया हाम्निदा राख्नुपर्छ भनेर भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई छिकचाङ ठोङ्ने वा कार्यस्थलको सहकर्मी साथीहरूसँग चाहिँ साउगे थोइमेन झगडा पर्यो भने अतख्या हालकम्निक्का अथवा हालकयो कसो गर्नुहुनेछ भनेर पनि सोधिदिन सक्छ। अब तपाईहरूले चाहिँ मन्ज पहिला सागवाहागो माफी माग्छु र ठेउहारो कुराकानी गरेर चाहिँ मुन्जेरुल समस्याको चाहिँ हेगेल हागे सुम्निदा समाधान गर्नेछु भनेर चाहिँ एन्सर दिन सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई छिकचाङ ठोङ्नेउगा कार्यस्थलको सहकर्मी साथी चाहिँ फापुमेन व्यस्त भयो भने अतख्या हालकम्निक्का अथवा हालकयो कसो गर्नुहुनेछ भनेर पनि सोधिदिन सक्छ। अब तपाईँहरूले चाहिँ छेगा हानुन इरुल मैले गर्ने काम चाहिँ पाल्ली पाल्ली कुन्नेगो छिटो छिटो सकाउँछु र ठोङ्नेउगे सहकर्मी साथीलाई चाहिँ थुवा जुगे सुम्निदा सहयोग गरिदिनेछु भनेर चाहिँ भन्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरूलाई छागपचाङ छङ्नी छङ्दोनुन कार्यस्थलको व्यवस्थापन चाहिँ वै हेया हल्कायो किन गर्नुपर्छ होला भनेर पनि सोधिदिन सक्छ। अब तपाईहरूले चाहिँ आन्जनुल उइहेस सुरक्षाको निम्ति चाहिँ हेया हाम्निदा गर्नुपर्छ भनेर भन्न सक्नुहुन्छ। अब तपाईहरूलाई चाहिँ हिसाब पनि सोधिदिन सक्छ। जस्तै मैले चाहिँ यहाँ ओ थाहागी सानुन मुसिमनिक्का अथवा अल्मा यो 5 मा 4 जोड्दा चाहिँ कति हुन्छ भन्ने चाहिँ बनाएको छु। अब 5 मा 4 जोड्दा कति हुन्छ त 9, त्यही भएर चाहिँ खु इम्निदा 9 हुन्छ भन्ने छ। त्यसै गरी अर्को चाहिँ घटाउ सम्बन्धी छ। सिपकेगी युगुन मुसिमनिक्का अथवा अल्मा यो 10 मा 6 घटाउँदा कति हुन्छ भन्ने छ। अब 10 मा 6 घटाउँदा कति हुन्छ त 4, त्यही भएर सा इम्निदा भन्ने छ। त्यसै गरी अर्को चाहिँ गुणा सम्बन्धी छ। यी खोफागी सामनुन अल्मायो अथवा अल्मा इम्निक्का अथवा मुसिमनिक्का 2 मा चाहिँ 3 गुणा गर्दा कति हुन्छ भन्ने छ। अब 2 मा 3 गुणा गर्दा कति हुन्छ त 6 हुन्छ, त्यही भएर युक इम्निदा भन्ने छ। त्यसै गरी अर्को चाहिँ भागा गर्ने सम्बन्धी छ। जस्तै सिप नानुगी ओनुन अल्मायो अथवा अल्मा इम्निक्का 10 लाई चाहिँ 5 ले भाग गर्दा कति हुन्छ भन्ने छ। अब 10 लाई 5 ले भाग गर्दा कति हुन्छ त 2 हुन्छ, त्यही भएर इ इम्निदा भन्ने छ।